हेलो दर्शन, नमस्ते सबैजनालाई अनि ह्याप्पी दसैँ। आज मेरो दसैँको दिनमा म चाहिँ आज रुम यताउता साफ गर्दैछु। आज चाहिँ मेरो करेक्सन यो कौशीमा चाहिँ अलिअलि झार पलाएको छ। अब आज चाहिँ मेरो आजको दिन चाहिँ यही सरसफाइ हुन्छ। मेरो आजको दिन चाहिँ दसैँको दिन हो चाहिँ हेर्दै गर्नु। हेलो साथीहरू, यस्तै छ है मेरो आजको दिन चाहिँ। म यहाँ आज कौशी मेरो अलिअलि खुर्सानी सागहरू छ। अब यो कति दिन भयो झार पनि निकाल्न पाएको छैन कि, त्यही भएर आज मेरो कौशी खेती सरसफाइ हुँदैछ। हेर्दै गर्नु होला साथीहरू। खुर्सानी पनि मजाले फलेछ। खुर्सानी फलेर पनि सबै मर्न लागिसकेको खुर्सानीहरू पनि। फुल्दै रहेछ। यहाँ कौशीमा लागेको पुरै झार पानी परेको छ। सफा पनि गर्न पाएको छैन। त्यही भएर यो चाहिँ बुट मरि गएछ। यसको त यो काटेर फालिदिनु पर्छ। बच्चा त दिएको रहेछ, यसले जरामा काटिदिनु पर्छ। सयपत्री भर्खर फरक फुल्दैछ, हेर्नुहोस् है साथीहरू। आजको दिन चाहिँ मेरो यही सफा गर्दा जान्छ जस्तो छ। खुर्सानी पुरै बिग्रिगएछ, पुरै डल्ले खुर्सानी फल्दैछ। यस्तो सबै मरिगएछ खुर्सानीहरू त। बिचरा फल्न त मजाले फल्दै रहेछ खुर्सानीहरू त। आज चाहिँ घाम लागेछ मजाले। यस्तो झार आएको रहेछ। यो पनि गर्न पाएको छैन। यो चाहिँ यो पातले के भन्छ, यो चाहिँ बहुत राम्रो हुन्छ। ग्यास्ट्रिक टाउको दुखेको होइन, यस्तो पत्ता काँचो खानेवाला पत्ता हो कि यो। यहाँ चाहिँ शिलङमा चाहिँ यसलाई चाहिँ सलादको रूपमा खान्छ। दामी हुन्छ यो। धेरै कुराको दबाई हुन्छ। किरा पनि लागेको रहेछ। यो त पुरै निकालिदिनु पर्ने छ, काम छैन यो त। खुर्सानी पनि सबै मरिगएछ। बच्चा दिएको रहेछ यो।
बिचरा यहाँ पनि दुईवटा त दुई तीनटा भयो नि फुलेको रहेछ खुर्सानी सबै लगाउन काम छैन फेरि पानी पराछ त भयो त मौसम त के हो यसो काम छैन बच्चा त टन्नै दिएको रहेछ काम गर्छ यस्तै छ है गाइस मेरो त आजको काम आजको मेरो अलिअलि गोडाइ भयो मेरो खुर्सानी सागहरूलाई चाहिँ अलिकति अलिअलि साफ पनि भयो आज मेरो गमलाहरू पुरै गर्न पाएको छैन फेरि भोलि हुन्छ होला फेरि राम्रोसँग सबै ल हेर्दै गर्नेहरूलाई कस्तो लाग्छ फुलहरू पनि सबै खतम भइसकेको छ सबै फ्यालिदियो धेरै फुलहरू भयो यहाँ चाहिँ मेरो खाने आइटम मात्रै छ
खुर्सानी चाहिँ यत्रो सानो खुर्सानी फलेको दुईवटा खुर्सानी फलेको छ। कस्तो लाग्यो आजको मेरो दिन चाहिँ यो साफ गर्दा गर्दै भिडियो आज मेरो उस घट्न बढी हो। यो पनि ठुलो भइसक्यो सबै फ्यालिदियो सबै यिनीहरू निकालेर सयपत्री पनि फुल्दैछ। ल आजको भ्लग चाहिँ म अब यहीँ खत्म गर्न चाहन्छु। आजको मेरो दिन चाहिँ यसरी बित्यो यहाँ गमलाहरू स्याहार्दा स्याहार्दा चाहिँ। ओके लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला सबैजना। ओके बाई बाई सबैजनालाई।